हाम्रो एक्सपेक्टेसन जहिले पनि के हुन्छ भन्दाखेरि हाम्रो बच्चाले जति चिज बरु घरमा पनि नसिकेको चिज लिएर आओस्, उसले हामीलाई पनि अझ धेरै संसार देखाओस्, हाम्रो चाहना त्यही हुन्छ। तर हामीले जुन बेसिक भ्याल्युजहरू अहिले भर्खरै सरले उठाउनु भएको थियो, म्याम मोरल एजुकेसन त अहिलेको दिनमा छँदै छैन आजको यङ्स्टरहरूलाई। आज फ्रेडरिक डगलस भन्ने अफ्रिकन अमेरिकनले चाहिँ के भन्नुभएको छ अरे भन्दा, इट्स इजी टु रेज एन्ड टु बिल्ड a very strong kid rather than to mend and repair the broken adult। एउटा ठुलो व्यक्तिलाई तिमीले सुधार्नतिर लैजायो भने त्यो गाह्रो हुन्छ नि, तर आज हामीले सानैदेखि उनीहरूलाई राम्रो भविष्यमा उनीहरूका चाहिँ सबै आयामहरूलाई देखाउँदै यसको बारेमा थाहा दिँदै लर्निङ बाई डुइङ, एक्सपिरियन्सियल लर्निङ, रियल लाइफ लर्निङ, त्यो तरिकाले चाहिँ हाम्रो विद्यालयले, हाम्रो एजुकेसन सिस्टमले र सँगैमा हामी अभिभावकहरूले एकअर्कासँग हातेमालो गर्दै जाने हो भने हामीले पनि यो एचिभ गर्न सक्ने रहेछौँ। सो होलिस्टिक वेलबिङ भनेको चाहिँ खालि एउटा मात्रै आयामबाट नभएर विभिन्न आयामबाट जब हामी एउटा व्यक्तिलाई, जब हामी एउटा बालकलाई, जब हामी एउटा बच्चालाई विकास गरिरहेका हुन्छौँ त्यसलाई नै भन्ने रहेछौँ। सो होलिस्टिक एजुकेसन भनेको चाहिँ लङ टर्म डेभलपमेन्ट, यो एकै निरन्तर रूपमा चलिरहने प्रक्रिया हो भन्दै म अगाडि बढेँ। वाइ होलिस्टिक वेलबिङ, किन चाहियो त होलिस्टिक वेलबिङ, के का लागि चाहियो त भन्दाखेरि किनभने यसले हाम्रो जीवनको विभिन्न आयामहरूलाई समेटेको छ। ती आयामहरू के हुन्छ भन्दाखेरि हाम्रो पर्सनल हेल्थ भनेको हाम्रो फिजिकल हेल्थ, त्यस पछाडि सँगैमा हाम्रो मेन्टल हेल्थ, हामीले यस्तो खालको शिक्षामा काम गर्नु पर्यो या हाम्रो विद्यालयको प्राङ्गण, हाम्रो विद्यालयको एटमोस्फियर यस्तो हुनु पर्यो जसले चाहिँ यी सबै आयामहरूलाई चाहिँ समेट्न सकोस्, ओगट्न सकोस्। र त्यसै गरी हाम्रो लर्नर्सहरू, हाम्रा केटाकेटीहरू, हाम्रो बालक भाइ बहिनीहरू चाहिँ आफ्नो लाइफमा अगाडि बढ्नलाई एकाडेमिकली, त्यस पछाडि फिजिकली हर तवरले उनीहरू अगाडि बढ्न सक्छ। थर्डमा चाहिँ अब हामीले के भन्छौँ भन्दाखेरि यो के सम्भव छ त भन्दाखेरि होलिस्टिक एजुकेसनले। आज हामीले के गरिरहेका छौँ, खालि एकाडेमिक्समा मात्रै फोर्स गर्छौँ। हामी साइन्समा 90 आयो, वाउ माई चाइल्ड इज सो ग्रेट, बट वाट अबाउट द मोरल भ्याल्युज? तपाईँको बच्चाको त्यो 95% त्यति बेलासम्म काम लाग्दैन जबसम्म उसले आफ्नो घरमा भएको हजुरबुवा हजुरआमासँग राम्रोसँगले गफ गर्दैन। घरमा आएको पाहुना छ, पाहुना आएको व्यक्तिलाई उसले बस्न पनि भन्न जान्दैन भने हजुरको सन्तानले ल्याएको 95% मार्क्सको कुनै पनि भ्यालु पनि छैन र कुनै पनि औचित्य पनि छैन। सो यति भनिरहँदा हाम्रो बच्चाहरू होलिस्टिक एजुकेसनको थ्रुबाट आजको समयमा कसरी अगाडि बढ्ने रहेछन् त? सो लेट्स हैव अ लुक अपन दैट। क्रिटिकल थिंकिङ गर्ने, अघि सोशल स्टडिजको टाइममा, इंग्लिशको टाइममा थिंक आउट अफ द बक्स भनेर हामीले कति धेरै सुनिरहेका थियौँ। के रहेछ त आउट अफ द बक्स? त्यस पछाडि सँगैमा कन्फ्लिक्ट रिजोल्युसन, अघि सरले भन्नुभयो जस्तो मोरल भ्याल्युज, नैतिकताका शिक्षा, नैतिकताका कुराहरू, त्यस पछाडि हेल्दी सोशल स्किल्स, यो खालको शिक्षा हामीले दिन सक्नु पर्यो हाम्रो सन्तानहरूलाई। म्यानर्स, गुड म्यानर्सदेखि लिएर ह्यान्ड्स अन लेसन्सहरूदेखि लिएर कोर एकाडेमिक्स त यस यो नन नेगोसिएबल हुन्छ। एकाडेमिक्स हामीले कभर गर्नै पर्छ, तर सँगसँगै हामीले यी आयामहरूलाई पनि समेट्न सक्नु पर्यो। त्यस पछाडि अब स्कुल्सहरूले, एजुकेसन इन्स्टिट्युसन्सहरूले कसरी चाहिँ यसलाई एम्पावर गर्ने त, कसरी यसलाई चाहिँ यसमा काम गर्ने त भनिरहँदाखेरि हामीसँग यी यस्ता खालका उपायहरू पनि छन् जसले यसलाई सहज बनाउने काम गर्दछ। स्कुल आफैले पनि एउटा सपोर्टिभ एन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो। स्कुलमा अभिभावकहरूको विश्वास हुन्छ। जसरी हामी भगवानजीलाई पूजा गर्दछौँ, हनुमानजी भनेर हामी भन्दछौँ, त्यसै गरी हामी अभिभावकहरूले स्कुललाई, विद्यालयलाई आँखा चिम्लेर आफ्ना सन्तानहरू पठाइरहेका हुन्छौँ। हामी 2 चोटिदेखि 3 चोटि पनि सोच्दैनौँ आज सन्चो छैन भने होइन स्कुल त जानुपर्छ। एज अ प्यारेन्ट वी नर्मली से द्याट, होइन त? सो अनि त्यस पछाडि स्कुलमा नै अब हामीले के पनि गर्न सक्छौँ भन्दाखेरि रिल्याक्सेसनको टेक्निक्सहरू लाइक डीप ब्रिदिङ, त्यस पछाडि हामीसँग छ मेन्टरसिपहरू हामी गर्न सक्छौँ, काउन्सिलिङहरू हामी गर्न सक्छौँ हाम्रो केटाकेटीहरूलाई। टिचर्सहरूलाई सबैभन्दा पहिलो अब यहाँनिर अघि हाम्रो कोइराला सरले पनि भन्नुभयो होइन, टिचर्स भन्ने बित्तिकै यस्तो खालको जब गरी हाम्रो नेप्लिस कन्टेक्स्टमा है द मोस्ट अन्डर भ्याल्युड जब हाम्रो कन्ट्रीमा केही काम छैन त्यसरी ऊ टिचर भयो।
this is the mentality of our society where we live today. हामी जुन समाजमा बसिरहेको छौँ हाम्रो यस्तो खालको मानसिकता छ। किन हामी जस्तै डिग्री गरेका महिलाहरू, हामी जस्तै ब्याचलर्स पढ्दै मात्रै गइरहेका महिलाहरू हामी हाम्रो घरमै बसेर हाम्रो फ्युचर जेनेरेसनलाई त्यो खालको शिक्षा दिनलाई काम गरिरहेको 24/7 आवर्सको जब होइन र यो त्यो त कहीँ पनि लेखेको छैन। हामीले त्यो पनि त कामै गरिरहेका छौँ। त्यो त काम हुँदा पनि अझ महाकाम गरिरहेका छौँ। वी आर नर्चरिङ द सेकेन्ड ह्युमन। हामी आफू पछाडिको अर्को ह्युमनलाई हामी नर्चर गरिरहेका छौँ। सो वेयर आर वी फेलिङ? त्यस पछाडि टिचर्सहरूलाई पनि हामीले पियर कोलाबोरेट गर्न सक्छौँ। टिचर्सहरू एकअर्काको टिचर्स भन्दा पनि एकअर्कासँग हाते मानव गर्दै उहाँहरूले छिनिएर जान सक्नुहुन्छ। र फाइनली यति भन्दै मैले मेरो आजको सेसन यहाँनिर कम्प्लिट गर्दै अब म गुना सरलाई चाहिँ माइक ह्यान्ड ओभर गर्दैछु।